साथीहरू हाम्रो चाहिँ यो गुजरात जामनगरबाट चाहिँ खाली भयो। अब चाहिँ यहाँ ट्रान्सपोर्टमा फोन गरियो। यहाँदेखि 250 किलोमिटर चाहिँ गुजरातको कुन ठाउँबाट दाइ? अब अहिले जामनगरमा छौँ। जामनगर खाली भइसक्यो गाडी। अब यहाँबाट फेरि 250 किलोमिटर अगाडि गान्धीधाम भन्ने छ, त्यहाँ गएर पर्सि मन्डेको भोलि बस्नुपर्ने भयो। पर्सि मन्डे त्यहाँबाट फेरि मुम्बईको लोड हुने भयो। गान्धीधामदेखि मुम्बईको लोड चाहिँ आएको छ साथीहरू। अब चाहिँ भोलि चाहिँ लोड हुँदैन। अब त्यसपछि चाहिँ अब भोलि सन्डे भएको कारण लोड चाहिँ हुँदैन। अब चाहिँ सायद हामीहरूले चाहिँ अब आज चाहिँ यहाँ के गर्नु भन्दा आज राति चाहिँ अब अहिले डिजल आएको छैन। अब 8-9 बजेसम्म डिजल हाल्छ साउले। अनि डिजल दिएपछि हामी अब राति 9-10 बजे यहाँबाट निस्क्यौँ भने राति 2-3 बजे गान्धीधाम पुग्छौँ। 2-3 बजे नै धेरै भइहाल्छ यार। अब के कति टाइम लाग्छ साथीहरू अब चाहिँ हामी अगाडि भिडियोमा जानकारी गराउनेछौँ। भिडियो अन्त्यसम्म हेर्दै गर्नु होला। जति पनि नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र जति पनि पुरानो साथीहरू हुनुहुन्छ उहाँहरूले मेरो भिडियोमा कमेन्ट गर्न, लाइक गर्न चाहिँ नभुल्नु होला साथीहरू। अब भिडियोमा हामी अगाडि अब अरू जानकारी दिने नै छौँ। भिडियो हेर्दै गर्नु होला साथीहरू। हाम्रो चाहिँ अहिले अब डिजल चाहिँ आएन। अब डिजल आउँदैन भनेर चाहिँ अहिले हामी यहाँ खानासाना बनाएर चाहिँ यसरी खान लागेको छौँ। अब डिजल आएपछि हालेर हिँडिहालौँला। खानासाना अब भनेर खानासाना बनाउनु लाग्यो। डिजल पनि आएको छैन। दाइ यहाँ खान लाग्नु भएको छ। अब मेरो भाग चाहिँ यहाँ हालेको छ। अब म पनि खाना खान्छु है साथीहरू। हामी चाहिँ यहाँ लोड गर्ने कम्पनीमा चाहिँ पुगेको छौँ। अब हिजो रातभरि चाहिँ हाम्रो हिँडाइ भयो। रातभरि हिँडेर यो अगाडि कुन ठाउँमा चाहिँ हामी अगाडि बस्यो मालिया भन्ने ठाउँमा चाहिँ हामीहरू चाहिँ बस्यौँ। राति 3 बजी पुगेर त्यहाँ चाहिँ सुत्यौँ। त्यहाँबाट बिहान चाहिँ हामी 8 बजे हिँडेर अहिले लोड गर्ने कम्पनीमा पुग्यौँ। र अब लोड गर्ने कम्पनीमा अरू कम्पनीमा चाहिँ खानासाना बनाउनुभित्र कुनै कुराहरू दुईवटा मान्छे जान नदिने, ग्यास नलग्ने धेरै हुन्छ। तर यहाँ चाहिँ कम्पनीमा चाहिँ अब अलिक बन्दै नयाँ कम्पनी पनि रहेछ। त्यही भएर हामीलाई खानासाना बनाउनु सबै कुराहरू चाहिँ गाडीभित्र बनाइरहेछौँ। अब चाहिँ साथीहरू हाम्रो चाहिँ नेपाली खाना, अर्ग्यानिक नेपाली खाना हाम्रो दाइले चाहिँ बनाउनु भएको छ। हेरौँ है खाना अब चाहिँ के बनेको छ। अब साथीहरू यहाँ चाहिँ हाम्रो नेपाली स्पेसल दाल अनि यहाँ भात चाहिँ चढाइसकेको छौँ। फेरि भिन्डी मिक्स गरेको छु, त्यही भएर एकदम बाट्नु भएको छ दाल। कुकम्यान चाहिँ तरकारी बनाउनु अलिकति झ्याउला है, त्यही भएर सिर्फ बाक्लो दाल बनाएको छु। अनि यो भात पाक्दैछ। ल साथीहरू अब हाम्रो चाहिँ खानापिना चाहिँ बन्यो। अब चाहिँ हामी यहाँ चाहिँ खानापिना चाहिँ खाएर हामी अब लोड भयो भने चाहिँ हामी यहाँ हिँड्छौँ होला। अब यदि लोड भएन भने चाहिँ हाम्रो चाहिँ अब बसाइ फेरि यहीँ नै हुनेछ। ल साथीहरू अगाडि हामी भिडियोमा जानकारी गराउने नै छौँ। हाम्रो भिडियो हेर्दै गर्नु होला। अब चाहिँ हाम्रो गाडी लोडिङमा लाग्दैछ कम्पनीमा। अब चाहिँ हेर्नु पऱ्यो रेलगाडी। टच हुँदैन गयो हुन्छ ठाउँ छ उता। दाइले चाहिँ गाडी साथीहरू हाम्रो चाहिँ मुम्बईको लागि यो काठको ढोकाहरू चाहिँ लोड हुँदैछ। यहाँ त्यसरी लोड हुँदैछ। काठको ढोकाहरू चाहिँ लोड भइरहेछ। आज चाहिँ यस्तो सामान पाइयो यहाँदेखि। गान्धीधामबाट चाहिँ लोड गएर नाइटमा चाहिँ नाइट 11 बजे चाहिँ हामी हिँड्यो। अहिले चाहिँ अब हामी यो बडौदा नेसनल हाइवे लगेर त मुम्बई गएर नजिक कहाँ भनौँ बडौदा भन्ने बोर्डमा चाहिँ देखाइरहेको छ। डे नाइट गाडी चलाइयो साथीहरू। अब डे नाइट भनेको अब नाइट फुल अहिले बिहानसम्म 7 बजी बिहानको 7 बजी लाग्यो। अहिलेसम्म चाहिँ म गाडी चलाउँदैछु। अब एकछिन पछिको निन्द्रा लाग्यो भने चाहिँ दाइ सुत्नु भएको छ। दाइलाई उठाउँछु। बिहानको मौसम धेरै चिसो छ यताको। यो बडौदा पुग्ने बेला अहिले धेरै नै चिसो लाग्यो। उता चिसो त उता नै भएको, तर यता अलिक चिसो मलाई बढी नै लाग्यो साथीहरू। अब हाम्रो यात्रा जारी नै छ, हिँड्दैछौँ। अब कहिले पुगिन्छ मुम्बई। भिडियोको अन्त्यसम्म बन्दै गर्नु होला।
लाइक कमेन्टहरू चाहिँ गर्न नभुल्नु होला है। हेलो साथीहरू, के गर्दै हुनुहुन्छ है? हामी चाहिँ गन्तव्यमा पुग्यौँ। हाम्रो चाहिँ हिजो बसाइ मुम्बईको ओसाइमा थियो। अनि त्यहाँ चाहिँ राति हामी साँझतिर आयौँ। साँझतिर आएर चाहिँ 6-7 बजीतिर चाहिँ हाम्रो लगभग 7 बजीतिर चाहिँ हाम्रो गाडी रोकिहाल्यौँ। त्यसपछि चाहिँ अब किनकि यता मुम्बई आएपछि जाम हुन्थ्यो, सबै कुरा हुन्थ्यो, त्यही भएर चाहिँ हामीले त्यहाँ गाडी चाहिँ रोकेर खानापिना खायौँ र राति त्यहाँदेखि 2 बजे हिँडेर अहिले बिहानको यहाँ 5 बजीतिर चाहिँ हामी यहाँ यो जुन ठाउँमा सामान ठाउँमा खाली हुने ठाउँमा आउँ, त्यहाँ चाहिँ पुग्यौँ। मुम्बईको यो अब यो के भन्नु, यो चाहिँ लास्ट हो। यो नाम पनि यहाँको थाहा छैन मुम्बईको। यो चाहिँ कुन ठाउँ हो खै यो भाइ? मुम्बई कुन ठाउँ अरे? यो चाहिँ मेन दाइलाई सोधेको, दाइले भन्नुभयो कि मेन मुम्बई हो। अब चाहिँ हामी आएको छौँ यहाँ जुन यो बिल्डिङ चाहिँ यो भित्र चाहिँ बिल्डिङ बन्दै रहेछ नि। यहाँ कन्ट्रक्स अब ठुल्ठुलो बिल्डिङहरू बन्दै रहेछ नि। त्यही पछाडि चाहिँ हामीहरू अब त्यही अब गेट भएर चाहिँ गाडी लगाएको छौँ। अहिले हाम्रो गाडीभित्रमा चाहिँ गएको छैन। अब चाहिँ यहाँदेखि हामी खाली गरेर चाहिँ यहाँदेखि हामी निस्किनेछौँ। अहिलेलाई चाहिँ हामी यहाँ दाइ चाहिँ अब खानापिना चाहिँ बनाउनु लाग्नु भएको छ। अब हाम्रो चाहिँ के बन्दैछ हेरौँ है। के बन्दैछ स्पेसल खाना? दाल पोखिएला दाल फ्राई हुँदैछ। अनि साथमा चिकन पनि ल्याएर आएको छौँ। अब भात बनाएर त्यसपछि चाहिँ हाम्रो चाहिँ खाना हुनेछ। त्यसपछि साथीहरू हामी चाहिँ खानापिना खाएर अब चाहिँ यहाँदेखि हाम्रो हिँडाइ हुने भने उही नै हो। अब रातको अझै चाहिँ किनकि दिउँसो ट्राफिकमा यो जाममा यो हामी गाडी निकाल्नु पनि सक्दैनौँ। एक त फेरि यहाँको मेन मुम्बईभित्र फेरि अब कस्तो हुन्छ बाटोघाटो सबैले थाहा भएकै कुरा हो। त्यही भएर चाहिँ अब हामी यहाँ चाहिँ राति हाम्रो प्लान चाहिँ के छ भन्दाखेरि राति चाहिँ 2 बजे अथवा 3 बजे चाहिँ रातको हामी चाहिँ खानापिना खाएर गाडी साडी निकाल्ने, यहाँदेखि निकालेर हाम्रो जहाँ मेन अफिस छ त्यो अफिसमा जाने हाम्रो प्लान छ। ल साथीहरू, गन्तव्यमा चाहिँ हामी पुग्यौँ। अब यसपछि फेरि अगाडि अर्को अब हजुरलाई अर्को भिडियो म हाल्दै गर्ने हुनेछु। मेरो भिडियो हेर्दै गर्नु होला, साथ सपोर्ट मलाई गर्दै गर्नु होला। यति भन्दै साथीहरू छुट्टिन्छु। हस् साथीहरू, धन्यवाद।